अहिले चाहिँ हामी हाम्रो यो ट्रायल सेन्टरमा आइसकेका छौँ होइन। अब यस्तोमा चाहिँ अलिक झ्याउ हुन्छ कि के हो है। हाम्रो ट्रन चाहिँ 11 बजे अरे। साइ चाहिँ अलिकति होपलेसै छु म चाहिँ। एउटा फेरि अर्को लोचा भयो। हेलो गुड मर्निङ। आज चाहिँ हाम्रो ट्रायल हो। सो हामी चाहिँ आज ट्रायलको लागि जाँदैछौँ। म र हाम्रो सानो दादा चाहिँ स्कुटरमा जाँदैछौँ। अनि बहिनी र अनि ठुलो दादा चाहिँ ट्याक्सीमा आउनुहुन्छ। हाम्रो चाहिँ अलिकति काम पनि छ। सो हामी चाहिँ अगाडि नै जाँदैछौँ। सो हामी चाहिँ स्कुटरमा निस्कियौँ। अहिले चाहिँ हामी हाम्रो यो ट्रायल सेन्टरमा आइसकेका छौँ होइन। हिजो जतिको भिड चाहिँ छैन, शान्तै छ देखिरहेको छु। अब के हुन्छ हेरौँ अब। सो अहिले चाहिँ म यहाँ ड्राइभिङ सेन्टरभित्रै छु। यहाँ हेरिरहेको छु। यो चाहिँ ड्राइभिङ सेन्टर। ओहो यस्तोमा चाहिँ अलिक झ्याउ हुन्छ कि के हो है। म चाहिँ अहिले टिकट लिएर आइसकेँ, टोकन लिएर। हाम्रो ट्रन चाहिँ 11 बजे अरे। सुरुमा चाहिँ दादाको, बहिनीको, अनि लास्टमा चाहिँ मेरो राखेको छु नाम चाहिँ। अब लेट्स सी के हुन्छ। बहिनीको र मेरो चाहिँ अहिले डिस्कसन चाहिँ यो यतिमा चाहिँ चलाउनु सकिन्छ भन्ने हो होइन। अब मलाई चाहिँ अलिकति होपलेसै छु म चाहिँ। अब लेट्स सी के हुन्छ यार। आज पनि बायोमेट्रिकको अनि लिखित परीक्षा दिनेहरूको भिड त उत्तिकै छ हौ। जहिले पनि यता चाहिँ भिडै हुँदो रहेछ। अब अहिले चाहिँ हामी ट्रायल दिन जाँदैछौँ। सायद टाइम भइसक्यो होला। कस्तो लागिरहेछ मौसम? खै यार दुईजना त कन्फिडेन्सै छ। म चाहिँ हल्का नर्भस छु यार। एउटा फेरि अर्को लोचा भयो। मौसम चाहिँ बिरामी भई थला परी यहाँ सुतिरहेछ। आज अलिक ब्याड लक छ जस्तो छ यार हाम्रो। सो आधी घन्टाको रेस्ट पछि चाहिँ, आधी घन्टा पनि भएन होला, त्यही 15-20 मिनटको रेस्ट पछि चाहिँ मौसम अहिले अलिकति बेटर फिल गरिरहेछ। उसले मेडिसिन खाएको थियो नि त। मौसम आलु अर्दा थोडा ट्रायल दिन सक्छौ अब। ओके अहिले चाहिँ बहिनीलाई अलिक बेटर भएको छ। सो हामी चाहिँ यहाँ हाजिरी लाइनमा बसेका छौँ। सो डर लागिरहेछ के हुने हो थाहा छैन, बट 100% चाहिँ दिन्छु। बट थाहा छैन के हुन्छ। हामी चाहिँ हाम्रो टर्न आउने वेटिङमा छौँ। एकदम डर लागिरहेछ यहाँ। अरूले फेल भयो भनेको सुन्दामै। त्यही त। सो आज चाहिँ हाम्रो लागि ब्याड लक साबित भयो होइन। हामी 3जना कसैले पनि नाम निकाल्नु सकेनौँ। एटलिस्ट मैले चाहिँ 8 चाहिँ घुमाएँ, तर पछि चाहिँ म लडेँ। ठिक छ, नेक्स्ट टाइम गर्छु अब। सो अहिले चाहिँ म अफिस आइसकेको छु। हाम्रो चाहिँ आज कसैको पनि ट्रायलमा नाम निस्किएन। इट्स मिन्स कि हामी फेल भयौँ, हामी 3जना। बट एउटा कुरा चाहिँ के भने नि, अब म चाहिँ फेल हुन्छु जस्तो मलाई चाहिँ डर चाहिँ लागिरहेको थियो। बट एउटा कुरा चाहिँ के भने, दादा र बहिनी चाहिँ पास हुन्छ लागिरहेको थियो। किनकि दुईजना चाहिँ मभन्दा कन्फिडेन्स हुनुहुन्छ क्या। मलाई चाहिँ अलिकति डर लागिरहेको थियो, होपलेस थिएँ। बट कस्तो अचम्म भयो भने दुईजनाले चाहिँ 8 कटाउनु सक्नु भएन क्या। बट मैले चाहिँ सकेँ। यदि त्यो ग्राभेलमा म नलडेको भए म त बङ्गे लडेँ नि त। अरू चाहिँ आत्तिनु भइरहेको थियो, बट त्यस्तो चोट त लागेन, लडेँ। तर त्यो कटाएको भए चाहिँ मैले अब लाइसेन्स चाहिँ निकाल्थेँ नि त। अनि जस मैले 8 पनि कटाएँ, त्यो चाहिँ मलाई खुसी पनि लागिरहेछ। किनकि मैले त्यही नै म फेल हुन्छु जस्तो लागिरहेको थियो। बट त्यो कटाएँ, सबै गरिसकेपछि चाहिँ त्यही लडेँ। बट इट्स ओके। अब 2चोटि चान्स छ। 2चोटिको पालोमा चाहिँ म नाम निकाल्छु भन्ने अहिले चाहिँ कन्फिडेन्स छ। सो लेट्स सी। आजको दिन चाहिँ हामी 3जनाको लागि चाहिँ अलिक ब्याड लकै भयो। बट इट्स ओके। नेक्स्ट टाइम बेटर गरौँला। बाई बाई।